बिहान सरोजलाई फोन गरेर चाहिँ पदमजीले बाबु तिमी नखुको पुलवारी आऊ भनेर बोलाउनु हुँदै थियो पदमजीले। अनि सरोज चाहिँ बिहान आयो, दौडिँदै आयो भनेको बाइकमा है, दौडिँदै यसरी चाहिँ होइन बाइकमा ऊ आयो। अनि आएपछि हत्तले पत्तले गोजीबाट हात यसरी खोल्छ अनि त्यसपछि यसरी भेनालाई के मजाले भेना मैले 2000 रुपियाँ पाएँ नि भनेर उसले चाहिँ पैसा देखाउँछ उसको भेना पदमजीलाई। अनि पैसा देखाउँछ, सबैले पैसै निकाल्दै गोजीबाटै निकालेर मजाले देखाउँछ। अनि मैले 2000 पाएँ भनेर ओ हो र कहाँ भनेर भन्नु बाटोमा आउँदा आउँदै पाएँ मैले त भनेर सरोजले भेनालाई पैसा देखायो अनि कुरा सेयर गर्यो। अनि पदमजीसँग त्यहाँ उसको केही काम थियो, काम गरिसकेपछि अनि ऊ फर्क्यो। ऊ फर्किँदै गर्दाखेरि चाहिँ उसले बाटोमा चाहिँ एउटा चौधरी भाइ हुनुहुन्छ जस्तो लाग्यो मलाई भन्दै थियो उसले। एउटा भाइ चाहिँ घुप्टो परेर पैसा हेरिरहेछ आफ्नो झरेको है, घुप्टो परेर हेरेको हेरेछ। अनि सरोज चाहिँ बाइकमा आइरहेको थियो, उसको घरको नजिकैको घटना हो यो। अनि उसले बाइक रोक्यो। अनि सरोजले सोध्यो के खोज्नु भयो तपाईँले भनेर। अनि त्यो भाइले के भन्नुभयो भने मैले भर्खरै ब्याङ्कबाट 2000 रुपियाँ लिएर आएको थिएँ, झऱ्यो कहाँ झऱ्यो दाइ, म 2000 भर्खर चाहिएर ब्याङ्कबाट निकालेको झऱ्यो भनेर त्यो व्यक्तिले भन्नुभयो। 2000 त उसको गोजीमा छ। अनि उसले त्यो व्यक्तिलाई देखिसकेपछि अनि त्यो बिचरा त्यो घोप्टो परेर त्यो अब पैदल यात्री त कति हिँड्छ उसले सायद उसको मन मस्तिष्कमा पनि त्यो पैसा भिड्छु भनेर त सोचेको थिएन होला। तर त्यो ठाउँमा उभिएर उसले घोप्टो परेको हेरेको देखेर सरोजलाई साह्रै माया लाग्यो अरे। मलाई भन्दा उसलाई आवश्यकता छ। अनि भाइ पदमजीले सरोजले गोजीबाट पैसा निकालेर भाइ तपाईँ 2000 भनेको कारणले तपाईँको मैले दिएँ नभनेको भए त उसको नहुन पनि सक्थ्यो। अनि भाइ यो बाटोमा झरेको है, मैले चोरेको होइन, मैले लुटेको होइन, बाटोमा झरेको थियो, मैले झरेको पैसा टिपेको है, तपाईँको रहेछ लिनुहोस् भनेर सरोजले दियो। अनि सरोजले दिएपछि त्यो भाइ पनि खुसी भएर ओ दाजु हजुरले चोरेको होइन दाजु, धेरै धन्यवाद, मलाई एकदम आवश्यकता थियो, तपाईँले दिनुभयो, मलाई चाहिएको थियो। अनि यो मेरो लागि 1 हप्तामा एकदमै जाँदा खुसीले गयो। अनि भेनालाई भने मैले 2000 भेटाएर गोजीबाट देखायो पनि उसले मजाले। अनि आउँदाखेरि अनि मैले भाइलाई यो अनि फेरि ऊ घर गइसकेपछि बाबुलाई मैले फोन गरेँ, बाबु त पैसा भेटाइसक्यो त, बाइकमा हिँडिरहेको छ, त्यसको बाइक घोडा जस्तो छ, कसरी त्यो तलको पैसा देख्यो होला भन्छु क्या म चाहिँ। अनि बाइकमा कसरी देखिस् त तैँले बाटोमा पैसा भनेर भनेको। अनि देखिहालेँ म त टिपेर पनि दिएको भन्छ। त्यो भनेको त मैले भेटेँ माया लाग्यो मैले त दिएँ।